नमस्कार दर्शकबिन, स्वागत छ च्यानलमा। आज म हजुरहरूलाई ज्ञानको कुरा, आफ्नो ज्ञान बाँड्न गइरहेको छु, जसलाई जरुरी छ। खास गरेर बिगिनर जो फिसिङमा भर्खर सुरुवात गर्नुभएको छ, उहाँहरूको लागि यो एउटा सानो आफ्नो फिसिङ रिल मेन्टेनेन्सको भिडियो लिएर आइसकेको छु साथीहरू। भिडियो स्किप नगरी हेर्नु होला, किनभने यो स्किप गर्न साथ स्टेप बाई स्टेप हामीले जडान गरिन्छ, यसको मेन्टेनेन्स गरिन्छ, त्यो छुट्न जान्छ। अब म हजुरहरूलाई मैले यो पहिले नै खोलेर राखिसकेको छु। थालमा के राखेको भन्नु होला, यो मेरो FX 4000 सिमानो FX 4000 को यो सिमानो FX 4000 रिलको मैले पुरै पार्ट्स खोलेर राखेको छु। पहिले किन खोलेर राखेको भन्दाखेरि अहिले पछि खोल्दाखेरि धेरै नै लामो हुन जान्छ भिडियो, त्यसैले मैले पहिले नै खोलेर ठ्याक्क रेडी बनाएको छु र अब यसलाई मेन्टेनेन्स गर्न गइरहेको छु। ग्रिजिङ कसरी गर्ने र यसको मेन्टेनेन्स कसरी गर्ने भनेर नयाँ भाइहरूलाई सबैभन्दा पहिला त के भन्छ अरे, कहिले फिसिङ गर्दा गर्दै रिल जाम हुन्छ, कति पनि नआत्तिनु होला। आत्तिनु पर्ने कुरा नै हुँदैन। ग्रिजिङ गरिरहनु पर्छ, ओइलिङ गर्नुपर्छ। हामीले यो मेसिनलाई, रिललाई मेन्टेनेन्स गऱ्यो भने हरेक कुरालाई नै मेन्टेनेन्स गर्नुपर्छ। मान्छेलाई, गाडीलाई, जहाजलाई, त्यसरी नै रिललाई पनि हामीले मेन्टेनेन्स गर्नुपर्ने हुन्छ। र म ढिला नगरिकन अब यो मेन्टेनेन्स गर्न गइरहेको छु। ग्रिजिङ गर्छु, ओइलिङ गर्छु र यसलाई कसरी फिट गर्ने भनेर सम्पूर्ण मैले स्टेप बाई स्टेप देखाउने छु। भिडियो स्किप नगर्ने गर्नु होला। ल अब सुरु गरौँ है त। सबैभन्दा पहिला त यो ह्यान्डल लिने साथीहरू, यहाँ एउटा सानो वासर हुन्छ। एउटा यहाँ इम्पोर्टेन्ट कुरा छ साथीहरू, यो सानो चिज छ, यो एकदम इम्पोर्टेन्ट चिज हो, देख्न सक्नुहुन्छ। यसलाई चाहिँ यो अलिक अप्ठ्यारोमा छ, यो भित्र हाल्नुपर्छ साथीहरू। यो फिट भइसक्यो। यो फिट गरिसकेपछि यो वासरको सानो यसमा घाट हुन्छ साथीहरू, घाटलाई मिलाएर हाल्नुपर्ने हुन्छ है। यो हालिसकेपछि हामीले सबैभन्दा पहिला त यसरी ग्रिजिङ गर्ने। यसरी ग्रिजिङ गर्ने। ग्रिजिङ गरिसकेपछि टक्क फिट गर्ने। फिट गरेर यो पोर्सन यता राइट साइडमा राख्ने, अहिले हामीलाई सजिलो हुन्छ। र फेरि यसलाई पनि सबै यसरी यहाँ ग्रिजिङ गरिदिने साथीहरू। यसरी यो घाटमा पुरै एकदम राम्रोसँग यसरी टक्क। यो घोटिँदैन साथीहरू, यसरी गरियो भने हामीले। र यसलाई साथीहरू यसरी ठ्याक्क यहाँ घाट मिलाएर हाल्ने। त्यसपछि साथीहरू यो नट खोलेर रड हाल्दा पनि हुन्छ साथीहरू, तर मैले यसरी नै हाल्न सक्छु, त्यही भएर मैले यहाँबाट यसरी मिलाएर हालेर यो अघिको घाटमा टक्क यसलाई यसरी घुमाएर कसरी फिट हुन्छ ट्याक्क त्यसको भित्र यसरी टक्क मिल्यो। यो फिट गरिसकेपछि साथीहरू यहाँबाट हामीले एउटा पिन हुन्छ, यो मिलाएर हाल्नुपर्ने हुन्छ। देख्नु, यसरी हाल्यो, यो लक भयो। यसरी टक्क मिल्यो। मिलिसकेपछि यो इनर साइडको काम भ्याइयो साथीहरू है, इनरको काम भ्याइयो। र यसमा एउटा ब्यारिङ हुन्छ, यो ब्यारिङ यहाँ हालिदिने टक्क। र यसको घाट मिलाएर यसरी टक्क घाट मिलाएर
मेसिन फिट गर्ने र एकचोटि एसेम्बल भयो कि भएन भनेर राम्रोसँग हामीले यसलाई ठ्याक्क यो ह्यान्डल हालेर चेक गरौँ। है भयो, एकदम राम्रो काम गरेछ साथीहरूले देख्न सक्नुहुन्छ। अब हामीले यसलाई फिट गर्नको लागि यो छ नि, यसलाई चाहिँ ग्रिजिङ गरेर राम्रोसँग यहाँ ग्रिजिङ गर्ने, त्यसपछि यहाँबाट यसरी सट्टा हालेर फिट गरिदिनु साथीहरू। यसरी सट्टा यो ग्रिजिङ गरिदिनु। यो फिट भयो, देख्न सक्नुहुन्छ। यो फ्रीली घुमिरहेको छ। भइसकेपछि यसलाई साथीहरू यो बेरिङ हाल्नभन्दा पहिला यसमा एउटा सानो घाट छ, एउटा ठुलो घाट छ, देख्नुहुन्छ। यहाँ तलतिरपट्टि सानो छ, मास्तिर ठुलो छ। तर हामीले यो सानो भाग चाहिँ यसलाई यसरी तलतिर पार्नुपर्छ है। यसरी मिलाएर यसरी यो सानो भाग तलतिर, ठुलो भाग मास्तिर, र यो बेरिङ हामीले यसरी टक्क मिलाउनु पर्छ। यो बेरिङ लगाइसकेपछि भ्याइयो। फाइनल यो बनिसकेपछि अब हामीले यसलाई फिट गर्छौँ। यो सजिलो हो, केही छैन। यो लगाउने पहिला नट, अनि यसले हल्का टाइट गर्नुपर्छ साथीहरू। टाइट गरिसकेपछि यहाँनिर यसलाई लक गर्ने यो स्क्रू छ, यो लक लागिसकेपछि अब रेल रेडी भयो एकदम। यसपछि यो रेडी भयो साथीहरू। रिल एकदम झक्कास। यस्तै ज्ञानमूलक भिडियोहरू म बनाउने नै रहनेछु साथीहरू। कहिले राप्ला खेल्ने तरिका, कहिले रिल बनाउने तरिका, कहिले राप्ला रिपेयर गर्ने पनि म बनाउने छु। यस्तै भिडियोहरू हेर्दै गर्नु होला। भिडियो कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सिनु होला साथीहरू। हजुरहरूको कमेन्टले मलाई हौसला दिन्छ, मलाई पनि ज्ञान बढ्छ। यस्तो गर्दा राम्रो हुन्छ, यस्तो गर्दा राम्रो हुन्न भन्ने कुराहरू हजुरले भनिदिएपछि एकदम स्मुथ भयो मेरो यो रिल। हेर्नुहोस्, हजुरहरूले हेर्न सक्नुहुन्छ। यसरी नै हामीले ग्रिजिङ गरेर रिपेयर गर्न सकिन्छ। रिल हो यो मेरो FX 4000। ल, फेरि यस्तै रमाइलो यस्तै ज्ञानमूलक भिडियोहरू लिएर उपस्थित हुने नै छु साथीहरू। अहिलेलाई भने म बिदा हुन चाहन्छु। हवस् त, नमस्ते।